हेलो साथीहरू नमस्ते। फेरि पनि आज हामी तीनजना जेठानी देउरानी भएर हङकङ बजार जाँदैछु है। के गर्नु, विदेशी हङकङ जान नपाए पनि नेपालको हङकङ बजार चाहिँ जान पर्यो। तीनजना जेठानी देउरानी फेरि पनि हामी हङकङ बजार जाँदैछु है साथीहरू। ल, नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला है। बाई बाई। हङकङको यात्रा दिदी बहिनी जेठानी देउरानी पैसा निकाल्न आएको। पैसा निकाल्ने ठाउँ आयामी। ल है आयामी। हामीले चाहिँ पैसा निकालिसक्यो। भरे मोमो चाउमिन खाने पैसा। हामी चाहिँ नि जेएमसी हस्पिटल आइपुगे। जेएमसी हस्पिटल पृथ्वी चौक। हामी अब जेएमसी जाने हो। जेएमसी हस्पिटल लाइन हिँड्दैछु हामी। कस्तो हल्काएको होला। हामी चाहिँ अहिले माथिल्लो हङकङ बजार आइपुग्यो। माथिल्लो हङकङ बजार हाम्रो जेरीपुरी खाने ठाउँ पनि आइपुग्यो। जेरीपुरी खाने ठाउँ हङकङ बजार। कति राम्रो राम्रो क्लिप। कति राम्रो टप। कति राम्रो राम्रो टप आउनु होला फेरि फेरि। ल, हाम्रो दुईजना दिदी बहिनीले पनि आज पनि पर्स लिन भयो। दुईटा दिदी बहिनीले अस्तितिर हिजो चाहिँ नि अस्ति चाहिँ नि के लिएको। ल है साथीहरू, म चाहिँ यहाँ साउनी जसरी बसिरहेको छु। चस्मा हेर्नु, चस्मा ब्याग पसल है। ब्याग चाहिएमा आउनु होला हङकङ बजार। ल गएको है दिदी, बाई बाई। हामी पनि अब ब्याग पसलबाट निस्कियो। अब हामी टमाटर पसल जाने हो। टमाटर पसल टमाटर पसल तरकारी हङकङ पसल हङकङ बजार। हामी चाहिँ हङकङ बजार आयो। हेर्नु त फर्सी, हेर्नु त फलफुल है। हेलो हाई नमस्ते। कति रुपियाँ अङ्गुर? 200 रुपियाँ किलो। अनि 350। स्याउनी गई स्याउ 300 मा लाग्यो। 250 मा लाग्यो। एकदम मिठो बासमती छ। स्याङ अङ्गुर 280। स्याउ स्याउ 1 किलो। दिदी बहिनीहरूले चाहिँ लिँदैछ है स्याउ। ल, हाम्रो जेठानी देउरानीको सपिङ आज पनि भयो। स्याउ अनि त्यसपछि अङ्गुर किनिसक्यो। केरा लाने होइन, केरा बनाना। साउजीले पैसा लिँदै। ड्रागन फ्रुट यो चाहिँ बेलाउती, इन्डियन बेलाउती। ओइ केरा अनार अनार स्याउ स्याउ सुन्तला 300 रुपियाँ किलो। बहिनीलाई फेरि मैले एकदम 250 मा स्याउ देऊ है।
दाइले मिलाएरै दिन्न कि हामीलाई भयो जेठानी देउरानी भारी पुग्यो खरबुजा बँगेर पपिता भुइँ कटहर ल गलभेडाको सुरु भयो है अब कति रुपियाँ किलो नि बहिनी 3.5 सयको 3.5 तर मैले हिजै लगेको है म लान्न टुटे करेली टमाटर गाइस टमाटर सस्तो टमाटर लै 100को 4 किलो रे टमाटर ल टमाटर 100को 4 किलो है 4 किलो टमाटर 100को 4 किलो टमाटर हेर्नु त सस्तोमा पाइसके जस्तो हुँदो रहेछ खोसाखोस है टमाटर खोसाखोस 4 किलो टमाटर किन्न पाइसक्यो काँक्रो नलाने भयो आलु प्याज कति रुपियाँ प्याज भाइ 90 हङकङ बजारको यात्रा पनि अब गयो सकियो सपिङ चाहिँ नि भयो ल हाम्रो दिदीको पसल नि आइपुग्यो दिदी हामी बजार घुम्दै आएको पालिस चुरा टिका किन्ने कार्यक्रम पनि सिद्धियो हाम्रो जेठानी देउरानीको बजाउने कुरा बच्चाले यस्तो हल्लाएको त चुडियो के चुडियो बच्चालाई खेलाउनु आफू खेलाएर बसेको हुन्छ बनाउन आउनु दिदी चुरा चाहिएमा हाम्रो दिदीको पसलमा आउनु होला हङकङ बजारको गेटको छेउमै छ चुरा पसल टिका अनि मेकअपको सामानहरू सबै कुरा पाइन्छ है दिदी सबै पाइन्छ है हाम्रो साउनी हैन ल दिदी बाई बाई यता हेरेर बाई बाई गर्नु ल गए दिदी हामी जानु लाग्यो अहिलेसम्म हामी 3 जना थियो अहिले त 4 जना भयो 4 जना कति राम्रो है भलकमा ल हामी हङकङ बजारबाट बाहिर निस्किसक्यो अब चाहिँ हामी 4 जना दिदी बहिनी चाहिँ नि घरतिर लागेको गफ हेर न गफ चाहिँ कडा छ है गफ चाहिँ कडा छ टमाटर अब हाम्रो पनि दिदी बहिनी छुट्टिने बेला आयो है बाई बाई गयो बिचरा बहिनी नि गयो अब हामी पनि हाम्रो घरतिर लाग्न पर्यो पानी पर्न लाख है आज चाहिँ पानी पर्छ होला पानी पर्ला जस्तो भन्छ हामी चाहिँ दिदी बहिनी पछाडि हिँड्दैछु बहिनी चाहिँ छुट्टिसक्यो बहिनी चाहिँ नि शिवचोक जाने हो त्यही भएर चाहिँ नि हामी 4 जना दिदी बहिनी छुट्टियो बस
गाडीको लाइन ओ तल पुच्छरसम्म पृथ्वी चोक सजिना भाँडा पसल हाम्रो दाइको दोकान ओ दाइ के छ हजुरको पसलमा भन्नुहोस् त पसलमा अहिले अब तपाईहरु आउनु भयो हजुर अब केही हुन्छ ए ल हाम्रो दाइको पसल अब केही होला जस्तो छ भाँडा लाने कि नलाने थाहा छैन है त्यसले हाल्यो भने त नि ल आजबाट फेरि एउटा सामान किनिहाल्यो ज्याममा दाइ धेरै धेरै धन्यवाद थ्यांक यू मिलाएर दिनुभएकोमा ल अब राइस कुकर बोका नै हिँड्न जाऊँ भरे जाने बित्तिकै बुङ्गुरको मासु र लामो चामलको भात खानु पर्दैछ पहिले उले खुवाउँथि के बाई 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 दाइ ल हामी चाहिँ दाइको दोकानबाट पनि निस्किए है अब हाम्रो सामान नागढुङ्गाको ओह्रालोमा जाम भइरहेको छ गइसके अहिले त दिदी त पोको बोकेर अगाडि पुगे रहेछ हामी दुईजना मात्रै पछाडि परेछ ल हेर्नु त साथीहरू आजको मौसम के भएको यस्तो पानी पर्ला जस्तो भएको छ तर पानी पर्न सकेको छैन है हेर्नु त यस्तो जाडो दिन भएछ आज लखरक नेपाल सामान बोक्दै है दिनदिनै दिदीबहिनी बजार जाँदै पोको बोकेर आउँदै घरमा है ल साथीहरू हामी त अब घरको वरिपरि आइपुग्यो होइन टमाटर एयरपोर्ट लाइन आइपुग्यो हामी चाहिँ नि हाम्रो घरको वरिपरि आइपुग्यो त्यो पछाडिको चाहिँ ब्यारेक हो है हामी चाहिँ नि यति धेरै सामान बोकिरहेको छु भैँसीको दुध पनि लिएर आएको छु हामी अब दुध च्याएर अनि फुलमुठी मकै पकाउने भाँडा पनि लिएर आएको छु भात पकाउने राइस कुकर पनि लिएर हाम्रो घर जाने बाटो चाहिँ यो हो गल्ली जानुपर्छ होइन ल साथीहरू हामी चाहिँ घर आइपुग्यो अब चाहिँ ल म चाहिँ मकै भुटेर राख्छु तिमीहरू चाहिँ आऊ ल म फोन गरेर बोलाउँछु ल भाइ जाऊ रुमतिर जाऊ यिनीहरूको कोठा यता मेरो कोठा यता मेरो पिङ्की हाउस साथीहरू म चाहिँ मकै भुट्दै होइन अनि त्यसपछि दुध चिया बनाउन लाग्छु दिदी र बहिनी एकछिनपछि आउँछ अनि खाने हो मकै भुटेको आवाज सुन्नुभएछ तपाईँहरूले कस्तो पटेटा गरेर आवाज मकै तयार भइसकेको अनि त्यसपछि चिया पनि तयार भइसकेको तीनजना जेठानी देउरानीको लागि अबदेखि हामी चिया र मकै खान लाग्यो होइन जाडो मौसम छ तिम्रो हात छैन आफै निकाले पप्पी हो हात धोए कि धोएन छोरी चलाएर मकै चिया हातले खा पप्पी हो मिठो भयो पप्पी हो यस्तो खाने नमस्ते साथीहरू आज पनि हामी दिदीबहिनी कता कता घुमेर आइपुग्यो होइन हङकङ बजार नि गयो रमाइलो भयो जेठानी देउरानी एकदम रमाइलो गर्यो अनि घर आएर हामी चाहिँ नि चिया खाइयो मकै खाइयो होइन अनि त्यसपछि आज एकदम जाडो दिन भएको छ होइन दिनभरि घाम पनि लागेको थिएन अनि आएर चिया पकाएर खायौँ हामी चाहिँ जेठानी देउरानी ल है त साथीहरू मेरो युट्युब च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नभुल्नु होला
सेयर गरिदिनु, लाइक कमेन्ट पनि गरिदिनु। ल साथीहरू, बाई बाई। अर्को भिडियोमा भेट हुनेछौँ हामी सबैजना।